यमबुद्धको एकदमै ठुलो सपना थियो एउटा। यमबुद्धको के सपना थियो भन्दाखेरि हाम्रो अवार्ड फङ्सनमा म्युजिक क्याटेगोरीमा कहिले पनि हिपहप थिएन। हिपहपलाई चाहिँ एउटा क्याटेगोरीमा राखौँ, नेपपलाई एउटा क्याटेगोरीमा राखौँ भन्ने एउटा कुरा चाहिँ अब पुरा हुँदैछ। एन्ड थ्याङ्क यू सो मच विवेकजी। अनि आज हामी घोषणा गर्न जाँदैछौँ, मास दाई, गिरिश दाई, हामी घोषणा गर्न जाँदैछौँ इमेज अवार्डमा, इमेजको म्युजिक अवार्डमा अब हिपहपको छुट्टै जनर हुँदैछ। हिपहपको छुट्टै जनर हुँदैछ यमबुद्धको नाममा। रेस्ट इन पिस यमबुद्ध, आई लभ यु यमबुद्ध। यमबुद्धको सपना आज पुरा गर्दैछौँ हामी। आजदेखि अब इमेज च्यानलको अब म्युजिक अवार्डमा अब चाहिँ